गोपी सरले एकछिन मासतिर डाँडागाउँतिर घुम्न जाउँ न त भन्नुभयो होइन, त्यही भएर हतार हतार ट्याकटुक अफिस बन्द गरेर निस्केको। गोपी सर यता रेडी हुनुहुन्छ, एकछिन छोटो मिठो भ्लग बन्छ कि भनेर गोपी सरसँग। मेरो स्कुटर चाहिँ यतै छोडेर जान लागेको, एकछिन घुम्ने, खाना खाएको छैन, उतै खानासाना खाने अनि आइहाल्ने भनेर निस्केको हामी। जाम नहुने भनेको बाटो आएको जाम पो भयो त। यहाँ बाटो बनाइरहेको छ नि त, जहिले जाम हुन्छ भने। डाँडागाउँ भनेको यो शिवपुरी हो, माथि ऊ छ नि, के अरे विपस्याना सेन्टर हो, त्यतातिर हो र? हो। ए त्यो स्तुपा भएकोतिर त होइन? होइन होइन, हजुर त्यहीँबाट त जाने हो। कता पुग्यो? अडिङ छ फोन। मजा लाग्यो। माथि गेटबाट ए भाइहरू त ल हाम्रो भाइराजा रहेछ। हेलो हजुर, के छ जिप्सन? मस्त हो बाबा, ठिक छ नि? भान्जा चिन्नु भने ए ल काट्दैछौ त यार, लामो थियो त तिम्रो कपाल त। कहाँ हिँड्यो त आज? आज यसो फ्रेस हुनुलाई बाहिरतिर हावापानी डाँडागाउँ पुगौँ अनि टार्गेट है। हुन्छ। देखाउन म सकिन केही बाधा अडचन छ है। प्रेम साँचो तिमीलाई गरेको थिएँ है, लुकाउन सक्दिनँ। दिनु पर्यो भनेर खिचेर पुत्ता हिँडिहालेँ।
पुलिस त पछि पछि आइरहेको रहेछ मलाई मनपर्छ है कति मिठो बोलेको हेलो 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 डुलाउने पानी तिम्रो मलाई मनपर्छ है कति मिठो बोलेको भन्थ्यौ तिमीले मलाई तर थाहा छ यो माया गाउँमै यही हो तिम्रो लागि पर्खिरहेछु हो, 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 हो। डाँडा गाउँ नै आइसक्यौँ हामी डाँडा गाउँ आइसक्यो तर उँभो कहाँ जाने रहेछ भन्नु उँभो विष्णुद्वार जान्छ त्यहाँबाट यहाँबाट विष्णुद्वार जान्छ के माथि हो टिकट लिनुपर्छ बाइक फेरि माथि लान दिँदैन यहाँ राखेर यहाँबाट हिँड्दै गएको थियौँ हामी विष्णुद्वारसम्म तल लगौँ न अब तल चाहिँ मिल्छ होला थाहा छैन मलाई कता यतै बसौँ खै त्यहाँ जाउँ बसौँ न होइन अब यहाँको राम्रो त्यहीँ छ उतै यहाँ बसौँ है अब कि यो पल्लो बस्नु पर्यो कि यो बस्नु पर्यो ए यहाँबाट तल चाहिँ कहाँ पुग्छ गोपी तल कहीँ पुग्दैन यो तलका घरहरू पुग्ने ए तपाईँ आइराख्नुहुन्छ कि क्या अरे यता म प्राय जसो आउँछु यहीँ राखौँ तिमीले फोन गरेर रहेछ मलाई है दादा डाँडा गाउँमै भनेको यही हो यही नै हो डाँडा गाउँ खोली यहाँ गाउँ थियो अरे कि तामाङ बस्ती थियो अरे कि अहिले कस्तो आज कहाँ बस्नुभयो बाजे तामाङ बस्नुभयो तपाईँ नि तामाङ हो र होइन होइन तर नि यहाँ मनपर्छ मलाई होइन उहाँलाई भने ए म त 20 त 20 त हाम्रो ब्रदरलाई 20 त छु के गरौँ गर्नु त खाने भने अर्डर गर्नु नि त भात खाउँ कि हामी तारेभिर जाउँ अब म त भातै खाएको छुइनँ के खाऊ न तारे सर्टकटवाला के खाऊ त लङ डुरी हजुर लङ डुरी छ टाइम डर लाग्छ कि टाइम लाग्छ कहाँबाट जाने ए हो कति किलोमिटर जति टिकट लिनु पर्यो होइन टिकट लिनुपर्छ एकजना पऱ्यो 100 रुपियाँ छ हजुरको बाइकको निकुञ्ज एरिया हो नि त अब सोच्नुपर्छ आफूले पनि होइन पुग्न चाहिँ तारेभिर पुग्छ पुग्छ टाइम लाग्छ अलि टाइम लाग्छ अप्रोच छ बाटो तलबाट जाउँ नि त 6.7 किलोमिटर छ यहाँबाट नि त्यति नै हो क्या कहाँ तल भने फेरि नारायणथान छिटो अफरोडै हो क्या दादा तल भयङ्कर अफरोड छ तलबाट तल पुगुन्जेल त हामी लगभग तारेभिर पुग्छ गुड तलबाट माथि विष्णुद्वार तपाईँ यस्तो तलबाट हजुर विष्णुद्वार माथि 2 घन्टामा आउनुहुन्छ भने यहाँ लगभग 15 मिनट 20 मिनट यहाँ गोकर्णबाटै जानुपर्ने रहेछ कि जान त यहाँबाट त 20 मिनटमा तारेभिर पुगिन्छ यहाँबाट लाग्छ कि 1-2 घन्टा लाग्छ 1 घन्टा गोपी सर चाहिँ अनि यहाँ किन आइराख्नुहुन्छ त होइन मलाई अब के हो भन्दाखेरि काठमाडौँमा अब त्यो हल्ला बस्ती धेरै भिडभाडमा चाहिँ त्यति बसिरहने मन लाग्दैन त्यो विशेष गरी हावा खाउँ नि त भन्ने उद्देश्यले म फेरि आउँदा एक्लै हो किन भन्दा धेरै हुँदाखेरि झ्याउ हुन्छ कि हल्लाहरू मन पर्दैन मलाई त्यही भएर सिङ्गल आएर कुनै दिन म बस्छु त्यो चाहिँ आदत छ मेरो किन भन्दाखेरि त अब काट्नु पऱ्यो भुटाउनु पऱ्यो होइन कारणले गर्दाखेरि अनि हातमा त अब त्यो 10हरू थियो लट्ठीहरू बोकेर
झम्टिन आयो ड्याङडुङ खेलेको बाघ भाइ बहिनी बाघ पनि डराउने रहेछ भने त्यहाँदेखि अब हामी धेरै डराएको पनि डराउँछ अब हामी त मरिन्छ त्यसलाई खाएपछि त केही न केही त गर्नु पर्यो अनि जे छ कसरी त्यसैले भाग्यो रे उडेर आयो देउसी खेलेर आउँदाखेरि यो भर्खरको दसैँको घटना हो, राति? देउसी भएन दसैँ तिहारको घटना मिनी भालु हाम्रो अगाडि देखेको भालु उडेर आयो क्या जम्प हानेर हामी 5-6 जना भइसकेपछि त हातमा लट्ठी सट्ठी थियो ड्याङडुङ हानेको बाघ फरार तल गयो साट्टै भान्जाले कति हान्नुभयो ए हानेकै हानेकै नि ल अनि कि त उनले मार्ने कि त हामी मर्ने हो नि त त्यहाँ त उपाय नि त यो उपाय नै त्यही हो कि मर्ने कि मार्ने हो त्यो हुन्छ तर हामी 3जना मात्र थियौँ भालुको साथमा थियो कि मतलब पारी भालु थियो है हामी गइरहेको बसेको जाबेर ढुङ्गावाला पनि थियो कि ढुङ्गा किन गइरहेको छ मोटो यता फन्दायो कि हामी फरार है भालुसँग त्यो ओह्रालो भाग्नु भन्छ नि त्यसको कपालले छोपिन्छ अरे कि आँखा उनीहरू लाग्यो नि त्यही थाहा भएर हामीले ढुङ्गा कालो ढुङ्गा पाएको थियौँ कि त्यस्तो हुन्छ कि ढुङ्गामा माथि डाँडा गाउँबाट चाहिँ यता तारेभिर जाने बाटो रहेनछ त्यही भएर हामी फेरि फर्केर उता नारायणथानतिर आइपुग्यौँ अब यहाँबाट जानुपर्ने भयो फेरि त्यहाँको बाटो पहिरो गएको रहेछ पहिरोले बिग्रिया छ अरे त्यही भएर त्यहाँबाट त्यो विष्णुद्वार जाने बाटो हुँदै जाने बाटो चाहिँ छ तर अहिले चाहिँ बिग्रिया रहेछ चाहिँ जेन्जी चोकको बाटो पनि अहिले बन्द छ अरे बिग्रिया छ अरे दाइ यहाँबाट भित्र त्यही भएर फेरि त्यहाँबाट घुम्दै 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 जानुहोस् भन्ने कुरो आयो होइन गोपी सर त्यही हो यता हुनु चाहिँ भने हो कि कता हुनु भने अनि हामीलाई त्यहीँ सोधेको क्या तारभिर जानेबाट भनेर भाइ तारेभिर जाने यतै बाटो हो खाल्टा निस्किने भनेर जानु न नेवा खाल्टा त्यहाँ गएर तलको बाटो भत्काएर यो बाटो हो क्या बाटो माथि गएर यता तल राइट जानु राइट गएर यता तलसम्म अझ एउटा कहानी भन्छु एकछिन है हाल्दा जाने यतैबाट हो गरेकै थिएँ किन नि बुझिनौ संसारभरिका माया र मोह गरेकै थिएँ नि हो मायाकै चिनो भनेर मैले चिहानै छोडेको मेरो चिहानको याद आउँदैन हो मेरो मायाको सम्झना आउँदैन हो तारेभिर जाने बाटै थाहा भएन यहाँबाट तल्लो कि माथिल्लो भनेर आजतिरको बाटो चाहिँ म एकचोटि हिँडेको थिएँ तर हजुर मास्तिरै जाने ल जाउँ यहाँबाट माथि एउटा गुम्बा छ के नागी गुम्बा कि के भन्छ हो मास्तिर अति अफरोड छ नि यो अहिले ढलन गरेछ म आउँदा यो पनि थिएन किलोमिटर जाउँ ए होला होला म चाहिँ सिधै माथि गएको एकचोटि
आउँदैन हो मेरो मायाको सम्झना आउँदैन हो लगाइने भयो नि त मेरो चेहराको याद आउँदैन हो मेरो मायाको सम्झना आउँदैन हो झरौँ है झरौँ झरौँ ए यहाँ आइज आइज टोक्दे टोक्दे वेलकम टु तारेभिर मेरो भाइ अस्ति भर्खर किन्नु भएको हाम्रो मस्त अरे ए लेन्समा नि धुलै धुलो भयो कन्टिन्यू भिडियो भइरहेछ कस्तो 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 फिल भइरहेछ हाम्रो हिरो दाइलाई मस्त कस्तो ढुङ्गो माथि ओइ कस्तो दामीले पछाडि सर्छ केरा त पाक्नै लागेर रहेछ यार पहेँलै भइसकेछ फुल चाहिँ राम्रो रहेछ अहिले त बनाउने होइन नि भिडियो के भिडियो भिडियो त अब बनाउने के को म्युजिक भिडियो पछि यहाँ त हिमाल देखिने ठाउँ हो नि त यहाँबाट देख्छ हुन त काठमाडौँबाटै देख्छ दाइ आराम खोइ केही खाऊँ न तिर्खा लाग्यो यार राडक्सी बाइक म चाहिँ म नखाने भान्दा अलिकति भन मिठो छ लोकल अहिले हामी तारेभिर आइपुगेका छौँ हामी तल गोकर्ण हुँदै यता बुढा नीलकण्ठ हुँदै घुमेर तारेभिर आइपुगेका छौँ र यहाँ मेरो पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यहाँ केरा
दाइ यो के केरा हो यो मुङ्रे कि के भन्छ यसलाई त्यही हो मुङ्रे केरा यो खाँदा साह्रै मिठो हुन्थ्यो तर यहाँ चाहिँ अहिले राम्रोसँग चिसोको कारणले पाक्न नसकेर के कुहिएको जस्तो हामीले देखेको छौँ र साह्रै राम्रो ठाउँ छ यो तारेभिर यो तारेभिरको नाम चाहिँ कसरी हुन गएको भन्दाखेरि यहाँ चाहिँ पहिला तार बनाउने ठाउँ रहेछ त्यो केबल हुन्छ नि तार बनाउने ठाउँ भिरमा चाहिँ यहाँ तार बनाउने भएर यसले यो ठाउँको नाम चाहिँ तारेभिर हुन गएको हो भन्ने कुरा यहाँको किम्बदन्ती रहेछ बाँकी कुरा चाहिँ हामी यहीँको होटलको यहाँ ल ए भिरमा तार बनाइदिने किन भिरमा आएका त तार बनाउनलाई पहिलाका मान्छेहरूलाई अब के गर्न मन लाग्थ्यो त्यही गर्ने भएको कारण मैले सुने अनुसारको किम्बदन्ती चाहिँ के रहेछ भन्दाखेरि त्यो आफ्नो प्रकारको क्षण हुन्छ दादाको त्यही अब यो त अब पुस्तादेखि आएको दादाले लगभग 100-200 वर्ष अगाडि सुनेको किम्बदन्ती हो मैले चाहिँ सुनेको लगभग 50 वर्ष अगाडिको एउटा तारे भन्ने गोरु चाहिँ खालि त्यो भिरमै मात्र बस्ने तलको गोरु जाने भिरमै त्यो नाम चाहिँ गोरुको नाम तारे थियो अरे अनि भिरमै मात्र टाँसिने भएको कारणले गर्दाखेरि तारे भनेर बोलाउँदाखेरि कहाँ चाहिँ छ त त्यो गोरु भनेर खोजी गर्दाखेरि त्यो भिरमा रहेछ अरे त्यो भएर चाहिँ तारे भिर रहन गएको भन्ने कुरा चाहिँ मैले पनि सुनेको थिएँ अब पहिला तार थियो होला पछि अब गोरुको नाम आयो त्यो छ त्यो भर्खरै आएको दिमागमा हो कि सुनेकै होइन त्यो त अब मिलाउँ न बुझौँ बुझिसकेँ मैले मिलाएर बुझौँ मैले बुझेको भए त अब यहाँबाट फेरि सिधै सुन्दर जल पनि पुग्न सकिन्छ है 4 घन्टामा 4 घन्टा लाएर चाहिँ को जान्छ यहीँ तल झरेर त्यहीँबाट गइन्छ नि होइन गोकर्ण निस्केर खाना खाउँ भनेर भेज खाना किन भन्दाखेरि अरू खानाहरूले चाहिँ हेल्थलाई राम्रो नगर्ने भएको कारणले गर्दाखेरि हामी विशुद्ध भेज खाना खानेछौँ आज अब खाएर फर्किहाल्ने हो दाइ खाना खान लागेको खाना खाएर फर्किहाल्ने दाइ अनि म फोन गर्छु ल तपाईँलाई हस् बफ कस्तो रहेछ त गोपी सर अघि नै भेज भनेको छु ठिकै छ भन्दा फरक परेन तपाईँले भनेको कुरा पत्याएको थिएँ मैले तपाईँ अनि यसो अम्लेटहरू त खानुहुन्थ्यो होला नि कि त्यो पनि छैन खान्न प्योर भेज हो हजुर कति भयो तपाईँले यस्तो मासुहरू नखानु 5 वर्ष जति भयो यार 5 वर्ष साधन चाहिँ खानु न यार हस् तलको रहेछ कि यतैको रहेछ यो यतैको छ हो जानुपर्छ क्या खानु न ल खानु त भ्याली त केही देखेको छैन खै राम्रो रहेछ फोटो खिचौँ सिम्पली द बेस्ट हो हाम्रो ओके खाना खाइयो अब निस्किनुपर्छ गेम छ अरे आज क्रिकेट नेपालको गेम होइन आज कोसँग ठुलो टिम इटली बस्यो अब लाग्यो भन्न सक्दिन यो
गोपी सरको जाँदैन हेर त्यहाँबाट हो त्यहाँ गयो नि उता बाटो छैन क्या हो त्यस्तोमा कहाँ लाने छैन ऊ त्यहाँ हेर्नु त त्यहाँ कसरी जान्छ हेर त्यहाँ ए यति त उहाँ साथीले त फर्काउनु भयो त्यहाँबाट बिस्तारै है पछाडि समातेर जाउँ तलतिर चाहिँ नझरौँ है गोपी सर के अफिस आइपुगेँ म काम गर्ने ठाउँ स्कुटर यतै छ बिचमा बाटोमा उताको कर्णतिर गेम हेर्नलाई बस्नुभयो गोपी सरहरू अनि म चाहिँ त्यहाँदेखि इन्ड्राइभमा आएको मेरोमा चार्ज पनि सकिन लागेछ अब फेरि भेटौँला